आशीर्वाद राम्रो मनमा सोचेर दिनु नाता भाइ नाति भाइ नाति नाता छ अरे नाता पाल्दैन खिचिरहेछ हौ फोटो के भएर आएको यसले पाले सक्यो सक्यो ल त्यसै लड्नु खोजेको थियो के भएको यो कहाँको दिएको फोटो खिच्ने आम्लो ठडाउँछ पापा चौचौ खाएको पापा भन्छ चौचौ भन न चौचौ बहिनी हेलो बहिनी हाँसे हाँसे गर्दैछ क्या ल ठोक्यो बहिनीलाई अङ्गालाई मारेको सुजा आयो बहिनीले ताने नक्कल पाएर खेल्छ नि त नक्कली ल है हामी चाहिँ झर्दैछौँ है छोरी र म चाहिँ अब खुर्सानी टिप्नलाई खुर्सानी बारीतिर आहा मेरो छोरी भन्दा पनि अर्को रहेछ खुर्सानीको बोट त नेपालमा हो हेर्न हेर है बाफ रे बाफ यत्रो ठुलो खुर्सानीको बोट नेपालमा देख्यौ अब खुर्सानी ससुरालीमा खुर्सानी टिपेर बेच्नु लाने अब खोइ अनुहार हेरौँ त मेरो ससुराली हो नि त तिम्रो हो माइत त बाफ रे बाफ एक बोरा लैजा भन्नुभएको छ अनि बेच्नु भएन लगेर त्यत्रो के काम कस्तो आस हौ खुर्सानी यहाँबाट लगेर बेच्ने बाफ रे बाफ खुर्सानी त लटरम छ त हौ पहाडको खुर्सानी त उदो चाहिँ हुँदैन ल साँच्चीकै बेचिदिने अरे है खुर्सानी बाफ रे बाफ यता लडेर पाल्मो खुर्सानी देख्यो खाने तिमी खाने हो जति दिने त्यति लाने यसले त चोरेर पनि लानु सक्छ है राति नै पुरा बोराभरि हालेर के भन्छ के भनेको तिमीले चाहिँ आमामा खुर्सानी हेर्नु नि यहाँ पालमै अब यहाँ खुर्सानी वाल्नीले टन्नै ल्याउँदैछ धरानमा कसरी बेच्ने कसरी किलो 250ले बेच्ने ए त बाफ्रे रातो खुर्सानी त किनिहाल्छ नि हौ खुर्सानी त यहाँ पो कुहिएर झर्छ चराले खान्छ पाल्मो बाफ्रे बाफ खुर्सानी हेर न हौ यहाँ रातो रातो बाफ्रे बाफ खुर्सानी त यहाँ त कत्रो ठुलो फल्दो रहेछ है डाक्लाई क्या मुनिबाट हामी चाहिँ सानो टक्क फल्छ मम्मीले एक ढोक्रो बनाउने बेला भइसक्यो पालमा है जाउँ हामी उता आऊ पालमा तिमी कहाँ आएको छोरी के भन्छ खुर्सानी टिप्ने आएको भन न खोइ खुर्सानी टिप्दैन तिमीले यो त अकबरे मात्रै रहेछ नि त होइन आम्मामा यत्रो छ नि बाफ्रे बा कति लाइन छ माथिल्लो गाह्रा तल्लो गाह्रा कति हो कति यो त बम पड्किएको बम सन्देश सुचाङ ऊ पड्किँदैछ त्यहाँ फाल्दैन यता हो ऊ भएन
बस्नु तिमी यसो कसो नि फोटो खिच्नलाई अक्तन पसिना माथि न हेर न यता उता हेर न अलि अक्तङ नगर यसो गर अबि को हो ओइ अच्छा तँलाई थाहा छैन भने बोल नि त बोल त ओइ बाबु हाय ओइ बाबु टिकलाउने खोइ भन् सन्देश ऐना हेरेरै गर्छ त हिरो भएछ त खै हेरौँ त सुकेर हिरो भएछ तिमी नाच्छ हामीलाई नानीले चाहिँ पुग्नु पर्थ्यो कान्छी मिलाउनु पर्छ नि सन्देश मानिके भन्नु लाग्छ बे ल आकुरी पनि हान्दैछ ओ कसलाई लगाइदिनु मैले टिका बाबालाई लगाइदिनु नि सन्देश बसन जाऊ तिमी जाऊ न कति उफ्रिन्छ हो दही बलेको त के हौ यो जाङ टाउको ठोक कल्मो यो दिन अरे यसलाई यसको अरे हेर न एकछिन न एकछिन पाल्दैन खिचिरहेछ हौ फोटो आशीर्वाद राम्रो मनमा सोचेर दिनु नाता भाइ नाति भयो नाति हतार छ अरे नाता किराले खाएको नाति भनेको नाति नातिनी भनेको नाता खोइ ज्वाइँ खोइ होइन बसौँ न एकचोटि बाउलाई बोलाउँछ नानीलाई त भनेको त कान्छी एकचोटि एकचोटि देखिएन के हो त्यसो गर्नु त हातले नसमात्नु नि बुवा चिदा हुने चिदा अच्छा टाउको ऊ बुवालाई हेर्ने ल मलाई हेर्नु म टिका लगाइदिन्छु ल ए हेर्नु त ब्याग पनि बोकिरहेको छुनु हुँदैन हौ तानी हालौ फोटो कि भिडियो नछुने ल नानी हेर आप्पालाई हेर एकचोटि यहाँ खुच्चुलाई यहाँ माथि राख नै यहाँ माथि राख त मजाले देखिन्छ अनि फोटो खिच्नु सबै देखिन्छ ल बस अब मलाई हेर मलाई यता हेर यहाँ हेर यहाँ यता हेर उता उता हो यता यहाँ हेर न यहाँ कोट्याउनु नि कुछ यहाँ हेर ल यहाँ यता हेर ल रुयो अत्याचारै नु ल हातमा दिनु बाबु अबे चलाई टिकी लाको ए अरे भयो नगर न रुन्छ होइन होइन बाबा हैन बाउको साथ आएछ ल माइला त ल अघि आएर गइसक्यो भङ्जा नआउनु है कपडा त्यत्रो बसिरहेको हस् भन् न टिका लाएन दुईटा त लाग्ने दुईटा के थापेको ल हात थापेको यहाँ जमारा सहित चाहिँ भनेको हौ त्यहाँ छुट्याउँदै दिनु नि जमारा सहित चाहिँ भनेको एकछिन अब बहिनीलाई अब जमरा लगाइदियो त्यो लु दुईटा हात थाप्नुपर्छ जमाना थाप्ने अब ठुलो बाबाले समाउँछ भनेर ठुलो बाबुसँग ल्यापै टाँसिहाल्छ खै त चाहिँ किन भएको कोकोलाई दिनु यो भन्दालाई भान्जा पाल्दैन भन्दा हाल्दैन हाल्दैन नमस्ते कर ब्लगमा हेर एउटा हात थाप। बोलाइ त्यो यो त हाम्रो सुगमलाई सुगमलाई दाजु चाहिँ दिनु पर्यो सन्देश तिमी किन नबसेको के होला दुईटा छ दुईटा राख तिम्रो ब्यागमा राखेर छुट्याइदिएको होला नि ठिक सुसाङलाई दिनु बुझ्यो दुई हातले चुचाङ अरे चुचाङ चुचाङमा छ अरे चुचाङमा छ भन्छ के अरे त्यो यो नानी दक्षिण हो त्यसलाई त अलि ढिलो दक्षिण यति धेरै हो त्यो चाहिँ मलाई बोलाएको मिल्छ यहाँ भित्र छ टिका नटाउ बाल्म कोही झाड हाम्रो कान्छी ल पैसी थाप्नु छिटो छिटो नमस्ते नमस्ते बालाई नमस्ते गर्नुहुन्छ चिल्ला टिकाले बङ्गो तान्ने ए यो नमान्छे ल नयाँ मान्छेले ल नयाँ मान्छेलाई
नयाँ मान्छे त्यो दाइलाई मलाई पर्दैन हौ यो नानीहरूलाई चाहिँ उयो गर्नु नि होइन फोटो पनि चाहिन्छ देखिन्छ सबै तपाईँ चाहिँ नदेखिनु त हेलो हेलो पाल्मो यहाँ झोला गाउँमा पाल्नुपर्छ पन्ध्र सौ त राम्रो पो दियो त इन्डियन लाउरे हुनुपर्छ है युकेतिर जाने हुँदाखेरि त पढ्नु पर्यो अझै नो यसमा लगाइदिनु अरे लाउनु यहाँ तिमी लगाउ न नलाउने र यो चिनी हालेन कि के हो जस्तो छ हालेको आशिष हो आशिष दिनु भएन त आशिष मैले दिइसकेँ राम्रो गरी घरघरि खानु भोलि पर्सि दिन गएर एकपल्ट आउनु अनि अब गाउँमा मात्रै हुन्छ अनि पर्सि दिन गएर पुरै खोलबाट आउनु अरे निको सिकाने कोसिस पुर्ने होला त्यति त अब त घर जाउँ भइसकेको मान्छे हो मजा बस्ने दुई डबल मलाई त थाप्नु नि अहिले भाइलाई मैले भन्दै दिँदैछु है अब लायो नि यता पाल्मो पराउ कपालमा लगाइदिनु यो पाल्मो परा पन्मौ त हेर रे मामालाई हेर रे टिका नलाएर जमारा के लाउनु ज्वाइँलाई है जमरा लाएर त्यो खदा लगाइदिउँ न जमरा किन लगाउनु जमरा पनि नलाउनु डाइरेक्ट खला हुँदैन त बारेको ल हात टक्कको नि पहिला त्यो हात चाहिँ धुनै धुँदै गर्नु चाहिँ हो खास चाहिँ हुन्छ जमरा रङ होइन नि त यो त जुठो हुँदैन नि त टरी गाड पार्दैन पर्दैन झाप्न गथा लाउनु गथा कि खदा लाउनु आउँदैन क्या है त्यो जमरा होस् जमरा नदिनु पर्दैन जमरा भने तर अब भान्जा चाहिँ ह्यान्डसम भएको छ क्या मरिगाले चलिँदैन फोटो हाल्नु फोटो हाल्नु खै ज्वाइँको खुट्टा बाहिर हेलो पराउनु भयो बाहिर एउटा टाउडर चाहिँ ल खै एउटा मात्रै हट न उचाल्नु न यता ए बस नै खै फोटो हो हामीले पो ढोक्ने हो त पहिली हाल्नु पर्यो होइन होइन खै त कान्छी त म त फोटोमा उयो के अरे उयो जस्तो देख्छु के अरे त्यो खै यता ल्याउ तिम्रो होइन पहिलाको त्यो फोटोमा हुन्थ्यो नि ए लाइट छ लिएर होला या तिमीलाई पनि जोगाने बुवालाई चेक गर न लियो होइन होइन गर्दैछु ब्ल्याक एन्ड व्हाइट जस्तो देखिन्छ क्या टल्केर कता कता आमा लाउने कि नलाउने लाउँछु म फेरि बाउले त लगाइदिँदैन मलाई लाउँदिन बाउले लगाएको टिका ठाडो खाँदै नजाने टिका नलाउने ओ चाहिँ बम पड्क्यो यहाँ हो डुङ्गा पालेन आउन यता लाइटर बिग्रियो पड्केन लाइटर बिग्रियो ओइ पाल्दैन ओ पड्क्यो डुङ्गा क्या पड्किन्छ त हेर त ओइ कस्तो खालको पड्क्यो कति खेल्दो रहेछ हौ बच्चा जस्तो पड्क्यो शुभम के पड्क्यो के पड्कायो डुङ्गा भएको बम पड्केको होइन बम पड्केको हो ए पकाड्छ सन्देश को आयो को मान्छे आयो धरानको मान्छे पो आएछ त यहाँनिर खोइ बाबालाई चाहिँ बाबालाई दिनु पर्दैन अब पालमा त नमस्ते गरिदेऊ न नानी नमस्ते खोइ नमस्ते गरिदेऊ न अब नमस्ते गरिदेऊ न छोरी
नमस्ते एउटा हातले ए चल्छ खै के हो खै बाबाले देऊ न थोरै अनि देऊ बाबालाई देऊ अरू धेरै देऊ है थोरै दिन्छ नि तिमीले अब अझै धेरै देऊ चप्पल भेटायो चप्पल सन्देशले लगाउ न यहाँ ल म लाउँछु त्यो यो तिमी लगाऊ छिटो खोइ अलिक धेरै देऊ बाबालाई लोभी न तिमी नै खाऊ न हो ल लोभी नि थोरै पो दिँदो रहेछ खाऊ ल खाऊ उठा